हेलो गाइस, आज हामी हेर्नु डब्बा, जार, बोतल लिएर कहाँ जाँदैछौँ। हामी पानी भर्न जाँदैछौँ। हाम्रो यो बुटोल दिपनगरमा फेरि पानीको यति दुःख छ कि नभन्नु। पानी चाहिँ उता बोरिङको नै भरेर खानुपर्ने स्थिति हुन्छ। आउन त घरमा पनि आउँछ, तर पहिल्यैदेखि हाम्रो चाहिँ उता कता भन्ने भने तिनकुनेतिर, मिलनचोक तिनकुनेको त्यतैको बोरिङको पानी खाने बानी भइसकेको छ नि त। त्यहीँको पानी खान्छन्। दिदीले फेरि यत्रो जारले जर्किन लिएर हामी त रक्सी लिन हिँड्यौँ है भन्दै हँसाउँदै हुनुहुन्छ। अनि अब म पनि गेट बन्द गरेँ, सबैजना माथि हुनुहुन्छ, त्यो तल गेट तानेर मात्रै हामी गयौँ। अनि यहाँ दाइ हामीलाई लिन आइसक्नु भएछ। हामी पानी लिन जाँदा सधैँ दाइलाई नै लिएर जाने गर्छौँ। म पनि सबै जर्किनहरू लिएर रिक्सामा ठ्याक्क बसेको त दिदीले गेट चाहिँ कसले बन्द गर्ने नि भन्नुहुन्छ। गेट चाहिँ म खुल्लै गरेर आएको रहेछु। अनि यहाँ चाहिँ हाम्रो रिक्सा दाइले चाहिँ जिस्काइराख्नुपर्छ, रिमोटले होला नि बन्द गर्ने भन्नुपर्छ। मैले पनि रिमोट पनि मैले माथि नै छोडेर आएँ भनेर मजाक गर्दै हामीहरू हाँस्दै गइरहेछौँ। हेर्नु त हाम्रो कति धेरै बोतलहरू छ। बोतल, जर्किन, जार यति धेरै छ। अनि यो चाहिँ यो झोलाको बोतलहरू फेरि हाम्रो पारीको दिदीको पनि ल्याइदिएको। हामी जाँदा जाँदा उहाँ दिदीको पनि ल्याइदिएको। अनि यहाँ मैले दिदीलाई जिस्काइराखेको छु कि सबभन्दा धेरै पानी चाहिने यही दिदीलाई हो कि भन्दै जिस्काइराखेको छु। दिदीले पनि हाँसिराख्नुभएको छ। अनि हामी पुग्यौँ अब मिलनचोक। यो मिलनचोक हाइवे रोड हो। हेर्नु हामी कति दुःख गरेर पानी लिन जानुपर्छ। यो हाइवे रोडलाई पनि पार गरेर हामी तिनकुनेतिर जाँदैछौँ। अनि यो हो फेरि तिनकुने चोक आइपुगे। यो तिनकुने चोकदेखि फेरि हामी सिधै गछौँ पानी लिने धारातिर जाँदैछौँ। आज धारा पनि भिड छ कि के भन्दै कतै नभन्दै यत्रो भिड रहेछ। त्यही माथि लाइट पनि नरहेछ, त्यही भएर पानी पातलो आएको थियो। हाम्रो पालो त कहिले हो कहिले आउने भनेर हामी त्यहाँदेखि सिधै अगाडि गयो। अझै अगाडि पनि छ नि त पानी दिने ठाउँ। उता पुलको साइडतिर छ। हामीले चाहिँ पुल तल भन्ने नाम राख्दैछौँ। अनि यहाँनिर पनि छ धाराहरू, तर यहाँ चाहिँ खाली रहेछ। जम्मा 2 जना मात्रै मान्छे रहेछ। अनि हामीले पनि यही मौकामा छिटो भरिहालौँ भनेर यहाँ एउटा धारा खाली छ। यहाँ किन कसैले भरे छैन भने मैले धारा चेक गरेको त पानी त आउँदो रहेछ। अब यो धारामा र अझै अर्को धारामा दुइटै धारा हामीले रिजर्भ गऱ्यो पानी भर्नको लागि। यहाँ एउटा बुवाले भर्दै हुनुहुन्छ। यो बुवाले भनेपछि यसमा पनि हामीले भर्ने हुनु त हाम्रो सबभन्दा धेरै छ नि त। अनि हाम्रो रिक्सा चाहिँ हामीले यहीँ बाटोमा राखेको थियो, जाम भएछ कि, त्यही भएर दाइले चाहिँ रिक्सा अलिक साइड लगाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ यो हो विदेशी झोला, पानी भर्ने झोला। कुमारी राणाले आफैले बनाउनु भएको होममेड झोला हो यो। अब पखालेर दिदीले भर्नुहुन्छ। पानी भर्ने पखाल्ने काम चाहिँ दिदीको, मेरो चाहिँ ढक्कन खोलेर दिने र ढक्कन लगाउने काम चाहिँ मेरो। हाम्रो दिदीलाई फेरि एकदम सफाइ चाहिन्छ नि त। त्यही भएर यो धारा पनि हामीले नै रिजर्भ गऱ्यौँ। यसमा जर्किनहरू भर्ने र यो धारामा हामीले बोतलहरू भर्ने गऱ्यौँ, किनभने यो धारा खाली थियो नि त। त्यही भएर दुइटैमा हामीले भर्ने गरेछौँ। अनि दाइले खै म भिडियो बनाइदिन्छु, तिम्रो पनि भन्नुभएको छ, किनभने म आएको थिइनँ नि त अहिलेसम्म क्यामेरामा। अनि मेरो पनि बनाइदिनु भयो दाइले। अब हाम्रो पानी भरेर अब झोलामा राखेर अब रिक्सामा लोड गर्दैछौँ। हेर्नु त यत्रो पानी। यो चाहिँ हाम्रो धेरै भनेको 3 दिन जति हामीले यो पानी चलान्छौँ। फेरि हामी आउन पर्छौँ। फेरि यत्रो छ हेर्नु त। एउटा जार, जर्किन, झोला, 3टा झोला गरेर यत्रो थियो। र हामी यहाँदेखि अब हिँडे घरतिर। र यो हो जेठाको बोतल, यानि कि विशाल राणाको। र हामी जाँदैछौँ। जाँदा गर्दै घर पनि आइपुगे। र यो हाम्रो पारी दिदीको जर्किनहरू पनि हामीले दियौँ। एक झोला थियो, बोतलहरू जर्किन त थिएन, बोतल थियो। एक झोला दिदीलाई दियौँ। र अब हाम्रो जर्किनहरू झार्ने पालो हो। हामीले सबै जर्किन बोतलहरू झार्यौँ। र म भित्र पस्दै गेट पनि खोलेँ। र हाम्रो घरको जेन्जीहरू छ कि छैन होला जर्किन ओसार्नलाई भन्दै मैले जेन्जीहरूलाई बोलाएँ र जेन्जीहरू आए।
लग्दैछ। एउटा जेन्जी फर्स्ट जेन्जीले एउटा जाड लिएर गयो, बाहुबली स्टाइलमा लिएर गयो एक्लै, र अब अर्को जेन्जीलाई पनि लैजाऊ भनेको ऊ त मरिकाठी मान्दैन। किन नमानेको भनेको त किनभने मेरो मोबाइलको क्यामेरा अन थियो, त्यो अन हुँदासम्म उसले नलैजाने गरे, अफ गर्नु भन्दैछ। अब मैले पनि झुट बोले, ल ल अफ गरेँ छिटो लिएर आऊ भनेर मैले पनि एउटा जर्किन सट्ट उठाएर लिएर गएँ र माथिबाट लुकेर उसको भिडियो बनाउँदै थिएँ।